एभ्रिवान, वेलकम टु माई च्यानल। आज चाहिँ फेरि हामीहरू यहाँ चमला प्यारिस आइरहेछ दिदीलाई घुमाउनुको लागि हो। अन्त म तपाईँहरूलाई देखाउँछु यहाँ के छ, कस्तो कस्तो छ। दामी उहिलेको राजाको पालोमा बनाएर राखेको बिल्डिङहरू रहेछ। यहाँ हेर्नुहोस् न कति साल पुरानो झुमरहरू। दामी हेर्नुहोस् न। दिदीहरू पनि आउनु हुँदैछ पुराबाट झुमरहरू हेर्नु भएर। पहिला चाहिँ चमला प्यारिस चाहिँ यस्तो थियो पर्ने छ। यहाँनिर चाहिँ के छ खोइ हेर्नुभयो के रहेछ। जुम जुम आमा छोरी हिँड्दैछ मिलेर। यो चाहिँ राजाको पालोको डाइनिङहरू अरे। हेर्नु यस्तो दामी दामी हुँदो रहेछ है। मजाले बसेर हेर्नुहोस् है। ए चिया पिउने टेबलहरू कति हजारौँ साल पुरानो हो अरे यिनीहरू। राजा र राजाको छोरा त यहाँ राख्दाखेरि यो चाहिँ राजाहरूको लडाइँ गर्ने हतियारहरू अरे। हेर्नु न यस्तो दामी दामी आम्मा कति थरी थरीको छ त हौ। अब चाहिँ भित्र हेरिसकेर पनि हामी बाहिर निस्केको। अलिक गरम गरम छ। वेदर चाहिँ घाम लागेर यस्तो दामी भइरहेछ। यो गाडी चाहिँ यस्तो पुरानो रहेछ कि 1912 को रहेछ। हामी चाहिँ अब निस्केको सबै हेरेर कतिजना निस्किँदैछ। रुखहरू कस्तो मजाले बनाएर राखेको मसरुम जस्तै। भाइ नानु गरम भयो। औ डल्लु औ डल्लु तिमी ड्याडी आएर मलाई पुरा इग्नोर गर्दैछौ कि। पर्सिदेखि बस्नु मसँगै हो नि। ड्याडी ड्याडी ममा खोइ यादै गरेको छैन। बोक्दा पनि हुन्छ। हामी चमला प्यारिस घुमिसकेर बाहिर निस्केर पनि एकछिन चारमिनारमा बहिनीहरूले सपिङ गर्ने अरे। यहाँ चाहिँ इतरको दोकान रहेछ हौ। भेराइटी चारमिनारको गेट आए।
झुम्काहरू रहेछ नि कस्तो कस्तो 20 टाका दिदी 20 टाका ए अटो बोकेर आमा मामा सिमरन खोइ आमा मामा अटो बोकेर के सारा कसले किनिदिनु भयो बडाले किनिदिनु भयो अटो हामीलाई पनि पुऱ्याइदिनुहोस् ल यसमा हामीलाई पनि पुऱ्याइदिनुहोस् ल हामी 4 मिनट डल्लै घुमिसकेर पनि फर्केको 25